हेलो गाइज, स्वागत छ तपाईँहरूलाई फेरि मेरो युट्युब च्यानलमा। धेरै पछि चाहिँ मैले आज भिडियो बनाउन गइरहेको छु। पर्सनल रिजनको कारणले, काम यताउताको कारणले हल्का बिजी भएको थिएँ लास्ट 2-3 मन्थ्समा। बट अब चाहिँ कन्सटेन्टली भिडियो आउने हुनाले लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। अब चाहिँ म कन्सटेन्ट हुनेछु भनेर यति चाहिँ दावा गर्नेछु। सो आजको भिडियो चाहिँ कहाँबाट सुरु गर्न आँटेको छु भने फिफा क्लब वर्ल्ड कपको गेम भएको थियो आज इन्टर मायामी र अल-अली बिच। सो त्यसबाटै चाहिँ सुरु गरौँ जस्तो लाग्यो मलाई, किनकि क्लब वर्ल्ड कप भर्खर सुरु भएको छ, फर्स्ट गेम छ र त्यसको रिभ्यू र त्यही अनुसार अब कन्सटेन्टली जाने तरिकाले चाहिँ क्लब वर्ल्ड कपबाट सुरु गर्दा राम्रो हुन्छ जस्तो लाग्यो। र आजको कुरा गर्नु पर्दाखेरि चाहिँ इन्टर मायामी र अल-अली दुईटालाई मस्ट विन गेम थियो, किनकि उनीहरूको ग्रुपमा चाहिँ पोर्टो र पाल्मेरस, आई थिङ्क दुईवटा चाहिँ पोर्टो र पाल्मेरस चाहिँ स्ट्रङ कन्टेन्डर हुन्छ। र आजको गेम जितेको भए चाहिँ अल-अली र इन्टर मायामी दुईटैलाई चाहिँ हल्का चान्स हुन सक्थ्यो, बट आजको ड्रले दुईवटा टिमलाई एफेक्ट गर्यो जस्तो लाग्यो। बट ओभरअल गेम हेर्दाखेरि चाहिँ एकदम इन्टरटेनिङ गेम, निल गेम जस्तो थिएन। मैले एक्सपेक्ट गराएको थिइनँ कि यस्तो राम्रो गेम हुनेवाला छ भनेर। त्यही पनि रमाइलो भयो। स्पेसल्ली फर्स्ट हाफमा चाहिँ इन्टर मायामीको डिफेन्स वाज टेरेबल, एकदम फाइन्ड आउट भइरहेको थियो। अल-अलीले एकदम ब्याक पोस्टहरूमा सर्ट हानिरहेको थियो। गोलकिपर, वाट अ गोलकिपर, 38 इयर्सको, हिज आई थिङ्क म्यान अफ द म्याच नै उही भयो। र सेकेन्ड हाफमा फेरि अल-अलीको गोलकिपरले एकदम बबाल सेभ हान्दै थियो, जसको कारणले स्कोर निल हुन गयो। र आगामी दिनहरूमा आई थिङ्क म यति हाइप भएको थिइनँ यो टुर्नामेन्टको लागि, बट आजको गेम हेरेर चाहिँ इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्यो। सानो सानो टिमहरूले पनि अलिक कम्पिटिसन दिन्छ जस्तो लागिरहेको छ। ओभरअल आइनो कि लास्ट इयर क्वार्टर फाइनल, सेमी फाइनलमा त सबै युरोपियन टिमै हुनेवाला छ। त्यही पनि इन्टर मायामी भयो, जस्तै पाल्मेरसहरू भयो, रिभर प्लेट, बोका जुनियर्सहरूले चाहिँ अलिक कम्पिटिसन दिन सक्छ कि जस्तो लागिरहेको छ। इभन अल-अलीले पनि पोर्टो या पाल्मेरस दुईवटामा एउटा लगाइदियो भने उसको पनि चान्स हुन्छ होइन, किनकि 4 पोइन्ट भएपछि जाने चान्स हल्का आइ हुन्छ। इन्टर मायामीले पनि आजको सेकेन्ड हाफ जस्तो खेल्यो भने राम्रो चान्स छ। सुवारेज आई थिङ्क लिटल बिट आउट अफ मेस्सीको लेभलमा अलिक देखिरहेको थिएन सुवारेजलाई। मेस्सीले सेकेन्ड हाफमा चाहिँ हि वाज क्रेजी, हि वाज एभ्रिवेयर। फर्स्ट हाफमा नि दुईवटा कर्नर ट्राई गराएको थियो सिधै हान्नलाई, तर गोलकिपरले राम्रो सेभ गर्यो त्यो पनि, र पेनाल्टी मिस गर्यो अल-अलीले। सो इन्ट्रेस्टिङ हुनेवाला छ। भोलि बायर्न म्युनिख र अकल्यान्ड सिटीको छ। अकल्यान्ड सिटीको चाहिँ धेरै जस्तो चाहिँ पार्ट टाइमर फुटबलरहरू छ। सो इन्ट्रेस्टिङ हुनेवाला छ। त्यसैले चाहिँ किप फलोइङ इट, र म जस्तो हुन्छ दिनदिनै अपडेट लिएर आउने नै छु। र लास्टमा यदि तपाईँहरूलाई यो सिरिज राम्रो लाग्यो भने हामी प्रेडिक्सन नै गर्नेवाला छौँ। हस्, थ्याङ्क यू, किप सेफ, बाई बाई।